तपाईको मतदान अधिकार नामावली दर्तादेखि मतदानसम्म। मतदान लोकतन्त्रको आधार हो। मतदान गर्नुअघि पहिलो कदम हो मतदाता नामावलीमा दर्ता हुनु। आज हामी मतदाता नामावली दर्ता, मतदाता परिचय पत्र र मतदानको प्रक्रिया स्पष्ट रूपमा व्याख्या गर्नेछौँ। मतदाता नामावली दर्ता स्थायी बसोबासको ठेगानामा गरिन्छ। 18 वर्ष पूरा भएका नेपाली नागरिकहरूले मतदाता नामावलीमा दर्ता हुन सक्दछन्। 16 वर्ष पूरा भएका नागरिकहरूले पनि दर्ता गर्न सक्छन्, तर उनीहरूको नाम मुख्य मतदाता सूचीमा 18 वर्ष पूरा भएपछि मात्रै सूचीकृत हुने गर्दछ। मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सुरुमा निर्वाचन आयोगको वेबसाइट election.gov.np मा गएर आफ्नो नाम मतदाता सूचीमा छ कि छैन जाँच गर्नुहोस्। यदि नाम छैन भने अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ। त्यसका लागि apply.election.gov.np मा जानुहोस् र आवश्यक विवरण भर्नुहोस्। यदि तपाईले राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ भने बायोमेट्रिकका लागि निर्वाचन कार्यालय जानु पर्दैन। तपाईको मतदाता परिचय पत्र नम्बर फोन वा इमेलमै आउँछ। तर राष्ट्रिय परिचय पत्र नभए फारम प्रिन्ट गरेर तोकिएको समयमा नजिकको जिल्ला निर्वाचन कार्यालयमा जानु पर्दछ। कार्यालयले दिने दर्ता प्रमाण अर्धकट्टी सुरक्षित राख्नुपर्छ। जन्म, उमेर वा वासस्थान प्रमाणित गर्न अन्य कागजात मागिन सक्छ। नयाँ मतदाता परिचय पत्र चाहियो भने निर्वाचन कार्यालयमा निवेदन दिन सकिन्छ। मतदाता नामावलीका लागि निर्वाचन कार्यालयले तोकेको कार्यालय वा घुम्ती शिविर सञ्चालन गरेको बेलामा शिविरमा गई मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ। सामान्यतया निर्वाचन कार्यालयमा कार्यालय समयभित्र मतदाता नामावली दर्ता गर्न मिल्ने भए तापनि निर्वाचन आउनुभन्दा केही समय अघि निर्वाचन आयोगले मतदाता नामावलीमा दर्ता गर्ने कार्य सूचना दिई स्थगन गर्न सक्दछ। नेपालको निर्वाचन कानून अनुसार तपाईले आफ्नो नाम दर्ता भएको निर्वाचन क्षेत्रमा मात्रै मतदान गर्न सक्नुहुन्छ। नेपालमा अहिलेसम्म अनुपस्थित मतदान वा हुलाक मतपत्र छैन, तर निर्वाचनमा खोटिएका कर्मचारी तथा सुरक्षाकर्मीले भने समानुपातिक सूचीमा मतदान गर्न सक्दछन्। बसाइसराई भएमा के गर्ने? यदि तपाईले स्थायी रूपमा बसाइसराई गर्नु भएको छ भने मतदाता नामावली दर्ता स्थानान्तरण गर्नुपर्ने हुन्छ। त्यसका लागि नयाँ ठेगानाको निर्वाचन कार्यालयमा जानुहोस्। स्थानान्तरण फारम भर्नुहोस्। ठेगानाको प्रमाण पेश गर्नुहोस्, जस्तै घर भाडा सम्झौता, बिजुली महसुल रसिद वा वडाको सिफारिस। यसपछि तपाईको पुरानो क्षेत्रबाट नाम हटाइन्छ र तपाईको नाम नयाँ क्षेत्रमा दर्ता हुन्छ। मतदाता नामावली स्थानान्तरण निर्वाचनको कम्तीमा 3 महिना अगाडि नै गरिसक्नुपर्ने हुन्छ। मतदानको दिन आफूसँग मतदाता परिचय पत्र लिएर मतदान केन्द्रमा जानुहोस्। परिचय पत्र नभएमा नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाण पूर्जा वा राष्ट्रिय परिचय पत्र मान्य हुनेछ। मतदान अधिकृतले तपाईको परिचय र नामावली जाँच गरेपछि तपाईलाई मतपत्र दिनेछन्। पहिलो, प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र। यसमा तपाईले आफ्नो निर्वाचन क्षेत्रका उम्मेद्वारहरू मध्ये 1 जनालाई मतदान गर्न सक्नुहुन्छ। दोस्रो, समानुपातिक निर्वाचनतर्फको मतपत्र। यसमा तपाईले समानुपातिक निर्वाचनमा आफ्नो रोजाइको राजनीतिक दललाई मत दिन सक्नुहुनेछ। यस प्रणालीले महिला, दलित, आदिवासी, जनजाति लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दछ। यो प्रक्रिया पूर्णतः गोप्य हुनेछ। यसपछि मतपत्र मोडेर सम्बन्धित मतपेटिकामा हाल्नुहोस्। दुवै मतपत्र प्रयोग गर्नु नै तपाईको पूर्ण मताधिकारको प्रयोग हो। मतदान केन्द्रमा चुनाव प्रचार, धम्की वा दबाव, मत खरिद बिक्री वा घुसखोरी, मतपत्रको फोटो खिच्न वा देखाउन, हतियार वा मादक पदार्थ सहित प्रवेश गर्न,
मोबाइल फोन तथा क्यामेराको प्रयोग गर्न निषेध गरिएको छ। मतदान केन्द्रमा कुनै गडबडी, अनियमितता वा आचार संहिता उल्लङ्घन भएको देख्नुभयो भने तुरुन्तै निर्वाचन पर्यवेक्षक, मतदान अधिकृत वा सुरक्षाकर्मीलाई जानकारी दिनुहोस्। मतदान तपाईको अधिकार र कर्तव्य दुवै हो। सचेत रहौं, मतदान गरौं, लोकतन्त्र बलियो बनाऊ। धन्यवाद। UNDP को न्यायमा पहुँच परियोजनाको सहकार्यमा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र कानुन पोर्टलद्वारा प्रस्तुत सन्देश।